कुमारीपाटी जावलाखेल विकास संस्था कुमारीपाटी लगायत सामाजिक आर्थिक सांस्कृतिक विकासका लागि यामागु ज्याय लागि सललिसे अन्तर्क्रिया ज्याजो यागुदु संस्थाय अध्यक्ष पुष्परत्न साके सभानायक ज्याजोले यला महानगरपालिका मेयर चिरीबाबु महर्जन, उपमेयर मञ्जली साके वज्राचार्य, वरिष्ठ प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी, वडा अध्यक्ष राजेन्द्र महर्जन, नेपाल राष्ट्रिय खड्के समाज अध्यक्ष नन्दकिशोर खड्के लगायत कुमारीपाटी लगायत सामाजिक आर्थिक सांस्कृतिक विकासका लागि यामागु ज्याय लागि थथगो धारणा तयारीको ख हामीले आज यो हल धेरै नै भर्ने भन्ने विचार थियो, किनभने हामीले यो आजको कार्यक्रम कुनै राजनीतिक हिसाबबाट होइन, विशुद्ध सामाजिक, त्यसमा पनि सामाजिकमा पनि विशेष गरी यो क्षेत्रीय जुन स्थल छ भन्नाले इटीदेखि जावलखेलसम्मलाई जुन विकासलाई अझ तीव्र गति, जुन विकास त भइसकेका छन् यसलाई अझ तीव्र गतिमा पार्न हामीले व्यवसायहरूलाई र टोलवासीहरूलाई के गर्नुपर्छ यो सरसल्लाह गर्ने र साथै कुमारीपाटी जावलखेल विकास संस्थाको उद्देश्य के हो, किन खोलियो र यसको चाहिँ एउटा तपाईँलाई सार्वजनिक गर्ने एउटा मुख्य ध्येयले हामीले यो कार्यक्रम गरे हो। त्यति गाह्रो छैन संस्था दर्ता गर्न, तर त्यसलाई सस्टेन गर्न, त्यसलाई चाहिँ अगाडि बढाउन र त्यसलाई जीवन्तता प्रदान गर्न भनेको चाहिँ महाभारत हो। तसर्थ अब आजको मितिदेखि यस संस्थाको निमित्त यो काम भनेको च्यालेन्जिङ जब हो र यो च्यालेन्जिङ जबको सुरुवातको प्रस्थान बिन्दु हो। तसर्थ मैले आज यस कुमारीपाटी जावलाखेल विकास संस्थालाई चाहिँ हार्दिक शुभकामना व्यक्त गर्न चाहे। अब आउँदो दिनहरू सुखमय होस्, विधानमा उल्लेख गरेको जुन उद्देश्य छ त्यो परिपूर्ति गर्नको निमित्त यहाँहरू लाग्न सकुन् भनेर मैले चाहिँ महानगरपालिकाको मेयरको हैसियतले मैले शुभकामना व्यक्त गरेँ। संस्था दर्ता गर्नुभएको छ, यसका लागि सर्वप्रथम यहाँको संस्थाले व्यवस्थित र परिणाममुखी काम गर्न सफल होस् भन्ने कुराको शुभकामना व्यक्त गर्न चाहन्छु। यो पहिलो कार्यक्रम यहाँले राख्नुभएको छ, यो अन्तर्क्रियाले पक्कै पनि यो कार्यक्रमबाट यो संस्थाले के गर्न खोजेको हो त्यसको मार्गनिर्देश चाहिँ स्पष्ट हुनेछ भन्ने आशा अपेक्षा पनि मैले राखेको छु। मैले अध्यक्षज्यूलाई विधान एउटा मलाई उपलब्ध गराउनु भनेर पनि भनेको छु। पक्कै पनि यहाँको विधानमा त्यो उद्देश्यहरू स्पष्ट राख्नुभएको छ होला। आजको यो संस्था सम्बन्धी जानकारी र यो संस्थाले अब कसरी अगाडि बढ्ने भन्ने कुराको अन्तर्क्रिया सँगसँगै मुख्य एउटा केन्द्रित विषयवस्तु भनेको चाहिँ रात्रिकालीन बजार, नाइट मार्केट, यो बजारमा सञ्चालन गर्ने भन्ने सबैको सहमत अनुसार नै संयुक्त रूपमा अगाडि बढ्नको लागि यो संस्था छ। यहाँको ठाउँलाई नियालो हेर्नुहोस्, आफ्नो ठाउँ भन्दा अरूलाई राम्रो देख्ने प्रवृत्ति हामीमा छ, तर ललितपुरले गरेको फड्को अकबरे सुनलाई कसी लाउनु पर्दैन भन्छन्। त्यस कारणले काठमाडौँका अरू धेरै ठाउँका मान्छेहरूले आफ्नो बखान गर्छन्, ललितपुरको बखान गरिरहनु पर्दैन, किनभने यहाँ आउनुपर्छ, ललितपुर देख्नुपर्छ भन्ने छ। हिजो इन्डियन गेस्टहरू आउँदा पनि मैले ललितपुरमा हामी एकदम शान्ति सुरक्षाको हिसाबले देखाउनु पर्ने थुप्रै ठाउँ सब पठाइदिनु होला भनेर मैले हेडक्वार्टर भन्ने गर्छु। बेलायतबाट राजकुमार आउँदै हुनुहुन्छ, ललितपुरको कार्यक्रम चाहिँ राखिदिनुपर्छ है भनेर मैले हेडक्वार्टरमा राख्ने गर्छु, किनभने ललितपुरको विकास, ललितपुरको प्रवर्तन धेरै मान्छेले देख्नुपर्छ र उनीहरूले देखेर फिल गर्नु। त्यस कारणले धेरै मान्छेहरू बाहिरबाट आउने मान्छेले ललितपुर भ्रमण गर्नु भन्ने हाम्रो पनि उद्देश्य छ। ललितपुरलाई काठमाडौँ जस्तै रातैभरि खोल्न सक्ने विकासका रूपमा झम्सिकेलदेखि जावलाखेललाई किन नगर्ने? यो सदरमुकाम भएको ठाउँ हो, कुमारीपाटी भएको ठाउँ। त्यसका निमित्त हामीसँग प्रशस्त प्रहरी छौँ, हामी 1500-1600 प्रहरी काम गरेर बसेका छौँ। तपाईँ रातभरि काम व्यवसाय गर्नुहोस्, रातभरि नयाँ नयाँ कार्यक्रम ल्याउनुहोस्, तपाईँहरूसँग रातभरि समय काम गर्नका निमित्त ललितपुर प्रहरी प्रशासन जहिले पनि तयार छ। कुमारीपाटी विकास जति रफ्तारले गइरहेछ, आजभोलि चाहिँ नि थोरै अस्वस्थ प्रतिस्पर्धाको कारणले चाहिँ नि केही ब्रेक भएको पनि हामीले पनि महसुस गरेका छौँ। त्यसमा चाहिँ नि अस्वस्थ प्रतिस्पर्धा भन्दै गर्दाखेरि चाहिँ नि अब यसमा चाहिँ भाडाका कुराहरू भए, भाडाका कुराहरूदेखि लिएर यहाँका चाहिँ नि जुन अरू व्यापारमा चाहिँ बजारको विस्तारीकरण अरू ठाउँमा जसरी भइरहेका छन् त्यो हिसाबमा चाहिँ नि अब कुमारीपाटी विकास समितिलाई चाहिँ नि धेरै ठुलो च्यालेन्ज छ, किनभने चाहिँ नि हामीले व्यापारिक हिसाबमा मात्र सोचिरहेछौँ वा चाहिँ नि हामीले कुमारीपाटीको विकासलाई चाहिँ नि कुन मोडालिटीमा राख्ने यो सम्पूर्ण जिम्मेवारी चाहिँ नि हाम्रो पनि हो। यसमा चाहिँ नि कुमारीपाटी विकास समितिले चाहिँ नि जुन इनिसिएसन लिएर चाहिँ नि यसलाई संस्थागत रूप दिनुभएको छ, त्यो संस्थागत रूप दिएकोमा चाहिँ नि पूर्ण तपाईँहरूले चाहिँ नि शुभकामना र बधाई दिन चाहे।
यो अहिले चाहिँ व्यापारीहरूको व्यवसाय फस्किँदै गएको अवस्थामा र साथै सतरहरू बिस्तारै बिस्तारै बन्दको हुँदै गइरहेको अवस्थामा यो जुन चाहिँ कार्यक्रम उहाँले राखिराख्नु भएको छ असाध्यै समय सापेक्ष छ, सान्दर्भिक छ। यसले पक्कै पनि यो व्यवसाय गर्ने व्यापारीहरूलाई चाहिँ यसले चाहिँ फलो नै हुनेछ। र यसै सन्दर्भमा मैले पनि यो व्यापार व्यवसायको सन्दर्भमा मैले विभिन्न यो देशमा जापान, इटाली र जुनमा चाहिँ व्यापार मेलामा मैले नेपालको तर्फबाट मैले भाग लिने अवसर मैले प्राप्त गरेको छु र त्यसैको सिको गरेर अब हामीले हाम्रो कुमार पार्टी यो जुन चाहिँ क्लबले यो कार्यक्रम थालिराख्नु भएको छ त्यसकारणले पनि म सम्पूर्ण टिमलाई म हृदयदेखि नै शुभकामना दिन चाहन्छु र बधाई पनि दिन चाहन्छु।